एकैछिन यो भिडियो हेरौँ। नेपालको नयाँ प्रधानमन्त्री बालिन शाह शपथ ग्रहण एयरपोर्टै हो भाइ यो गरेको छैन। विदेश जाने हिजैदेखि मान्छे छैन एयरपोर्ट स्थगित भएको छ। काठमाडौँ के हेर्नु, भन्ने अरे बा यो हो नि, बालेनले शपथ खाएको छैन एयरपोर्ट हेर्न जाने कि सक्नुहुन्छ। बाबरे, जाने मान्छे छैन स्थानीय त्यहाँ जो अहिले उपस्थित हुनुहुन्छ उहाँहरूको भनाइ कि स्थगित भएको छ, एयरपोर्ट खाली भएको छ। हेर्नु, यो हो नि, ल एयरपोर्टमा बाबरे, कोही छैन बालिन शाह पुरै स्थगित भएको छ। कोही पनि छैन एयरपोर्टमा, हेर्न सक्नुहुन्छ। सुनसान, जबकि एयरपोर्ट पुरै भरिएको दिन हुन्छ। सधैँ त्यस्तो खाली आउने त मैले जानेको पहिलोचोटि पुरै देखेको भिडभाड हुन्छ, तर यहाँ कोही छैन एयरपोर्टमा। अब सोच्नुहोस् को बालिनको प्लानिङ के हो। जाने मान्छे छैन न अब यो गर्नु नै बालनको ठुलो भूमिका र राम्रो काम हो मान्छु म क्या नेपालमै स्वदेश काम